हेलो गुड मर्निङ सबैलाई है। आज भने चाहिँ छुट्टी हो। हिजो सन्डे चाहिँ काम गरेर चाहिँ आज चाहिँ हिजोको बदली चाहिँ छुट्टी। आज मन्डे बस्नु भनेको थियो नि त यहाँ साइडकोले हो। अन्त छुट्टी बसिरहेको छु किनभने हिजो चाहिँ गाडी कम्ती कुद्थ्यो अरे सन्डे यहाँ। अन्त त्यही ढुङ्गाहरू लड्यो भने अलिक कम्ती नै उयो गाडीहरूले ड्यामेज हुँदैन भनेर चाहिँ हामीलाई हिजो चाहिँ गर्नु लगायो हो। हिजो गऱ्यौँ अन्त आज चाहिँ छुट्टी हो। अन्त त्यो छुट्टीको दिन चाहिँ अब छुट्टी बसेको बेलामा चाहिँ म यहाँ मेसिन धुनु आइरहेको छु आफ्नो यहाँ बसन्ती हो। अब यहाँ हल्का धुने प्रोसेस चल्दैछ। भित्र पनि बहुत मैला छ हो। अब यस्तै हुन त त्यस्तो मैला त छैन छन् त पनि अब धुनै पर्यो होइन। अब अलिअलि पुछपाछ गर्दै त बसाइ हुन्थ्यो चलाइ हुन्थ्यो यहाँ हो। अब यहाँनिर अलिअलि चेकचाक त गर्नु पर्यो नि त पहिला होइन। स्टार्ट गरेर अब यताउता घुमाउनु पर्छ हो। यहाँ अस्ति भर्खर यो हेड खोलेर यहाँ बनाएको थियो हो। यहाँ अगाडिकोले यहाँ बेसी हिट गराएर चाहिँ उयो गरे इन्जिन जाने उडाएछ हो। मोबिल त बेसी पो रहेछ हौ ग्यास बरम। यहाँ अब डेली रुटिन चाहिँ हाम्रो चाहिँ यो यति यिनीहरू त अब चेक गर्नु पर्यो होइन। पानी हाल्नुपर्छ ख्या लागेर र यस्तै छ। बाँकी यो पारिको चाहिँ रुमटेक भन्दो रहेछ हो। यहाँ हो काम चाहिँ यहाँदेखिको चाहिँ अब यहाँदेखि यता 150 लगाएछु चट्टै बनाएर हो। यो काम चाहिँ यस्तै हुन्छ मेरो न्यु कटिङ हो। न्यु कटिङमा यहाँ ट्र्याकलाई निकालेर चाहिँ गइसकेको छु। अलिक परसम्म हो। तपाईँहरूले काममा भिडियोतिर देख्नु भएको होला। यस्तो हुन्छ मिलाउँदै गइसकेको छु। उहाँ पर चाहिँ एस्ट्रोनिङ घुमेको छ हो। त्यहाँ चाहिँ अलिकति जग्गा नपाएर चाहिँ त्यही एस्ट्रोनिङ घुमेको गर्दाखेरि चाहिँ टर्निङको बेसी भाग जानु पाएन नि त उता। अन्त चाहिँ टर्निङ चाहिँ अलिकति ओह्रालो उकालो भइरहेको छ हो। अन्त त्यो जग्गा पनि कटिङ गर्दा इन्ड भइरहेको छ। त्यसलाई पनि अलिकति बनाउनु पर्नेछ हो। टाइम लाग्छ अलिक लाग्छ। यो रेनी सिजनभर चाहिँ यहीँ लाग्छ होला सायद। अब यस्तै छ बसन्तीहरू चाहिँ हेर्दै गर्नुहोस् तपाईँलाई हो। तपाईँले यो नेक्स्ट भिडियोमा हाल्छु म यो धुइसकेर कस्तो चाकचुक देख्छ हो। बाँकी यस्तै छ आजको मौसम।